भत्किनेवाला छ मात्रै भत्किँदैन बनाउने पनि पखालिन सकिन्छ। त्यस कारणले आदिवासी जनजातिहरूको यो शालीनतालाई यो एक किसिमको मौनतालाई नजरअन्दाज नगरियोस् भन्ने हाम्रो अपेक्षा हो। यदि भनिरहँदाखेरि हामी मोहनहरू आदिवासीहरू विशेष गरी यो नेपालको रेखा पर्ने मूल समुदाय हामीहरूले भन्दा प्रथम सहितकरण थापालाई यो हामी बजाइरहेको साहित्यको राख्नु पर्यो। हेर्नु त हुँदा प्रथम सहितकरणकै पो भन्दैछ। खबरदार यसो भयो भनेदेखि हामी चुप लागेर बस्ने छैन। यो राज्यले प्रथम सहित घोषणा गरेर त्यतिकै ठट्टा गरेको होइन, यो भारतले फेरेको कुरा होइन। यस कारणले गर्दाखेरि यहाँनिर थुप्रै कुराहरू छन्। हामीले भन्यो ती अधिकारलाई भन्न देखिँदैन भन्ने लाग्छ। हेर्नुहोस् न थुप्रै कुराहरू हामी लेखेका छौँ र हाम्रो अगाडि हुनुहुन्छ। त्यस कारण आज देश जसरी अगाडि बढिरहेको छ त्यो आदिवासी जनजातिहरूको विरुद्धमा छ। हामी त्यसरी घुमरी